यहाँ हेर्नुस् त एउटा रिडिङ देखाइरहेछ, एउटा रिडिङ देखाइरहेछ। यहाँ थर्मोमिटरमा के छ, यहाँ 90, यहाँ तपाईलाई अलिकति यसो नोटिस गर्न गाह्रो भइरह होला भिडियोमा, तर यहाँ यसमा रिडिङ देखाएको छ एउटा के छ 98.6 के छ सेल्सियस हैन, यो डिग्री फरेनहाइट हो, यो डिग्री फरेनहाइट हो। नत्र भने सर यो त 98.6 डिग्री सेल्सियस हैन, यो क्लिनिकल थर्मोमिटरमा जति हामीले युज गरिराखेका हुन्छ बोलीचालीमा यो यति 101 डिग्री ज्वरो छ, 104 डिग्री छ, 102 डिग्री छ, 100 डिग्री छ, त्यो डिग्री भनेको फरेनहाइटमा मेजर गरिराखेको अरु केही पनि हैन हो। त यो भनेको नर्मल टेम्परेचर, यो यति छ भनेपछि यो नर्मल टेम्परेचर हो, यो बुझ्नुस् नर्मल टेम्परेचर हो, नर्मल टेम्परेचर। नर्मल टेम्परेचर भन्नाले के त सामान्य हो, तपाईलाई ज्वरो सौरो केही पनि छैन भन्ने कुरो बुझ्ने हो है। नर्मल टेम्परेचर 98.6। अब यो भन्दा अलिक बढी भइदियो 99 भइदियो भने अलिकति छ, 100 भइदियो भने छ, त्यो भन्ने खोजेको। त्यही भएर यहाँ 98.6 लेखेको छ, डिग्री फरेनहाइट हो, सेल्सियस चाहिँ होइन। त हामीले यसबाट के सिक्यो त, यसलाई एकचोटि रिकल गरिहालौँ। एकचोटि रिकल गरौँ त, युनिट अफ टेम्परेचर भने के हो त, डिग्री अफ हटनेस और कोल्डनेस अफ अ बडी भनेको के हो, त्यो बडीको टेम्परेचर बुझ्छौँ भन्ने कुरो हो। यसको एसआई युनिट के हो केल्भिन, तर अरु दुईटा युनिट्सहरू छ जुन बडी युज गरिराखेका हुन्छ, त्यो भनेको के हो त, एउटा डिग्री सेल्सियस, अर्को डिग्री फरेनहाइट। डिग्री सेल्सियसलाई नै हामी सेन्टिग्रेड पनि भन्छौँ। अब यो केले टेम्परेचर केले नापिन्छ त, टेम्परेचर थर्मोमिटरले नाप्छौँ सर। एउटा डिभाइस छ, एउटा टुल छ जसको नाम हो थर्मोमिटर। थर्मोमिटरले के नाप्छ, टेम्परेचर नाप्छ सर भन्दा पनि भयो। हामीसँग दुईटा छ, एउटा ह्युमन बडीको टेम्परेचर नाप्ने क्लिनिकल थर्मोमिटर भन्छ, अर्को के भन्छ भने ल्याबको टेम्परेचर नाप्छ, ल्याबोरेटरी थर्मोमिटर भन्छ। यति कुरो भयो भने पुगिहाल्छ। ल